अरे मारे कुखुरा हाम्रो मासु कटाइ हुँदैछ र यो भाइले यहाँ सकिसक्यो। चिकनको लागि यो भयो, चिकन रोस्टको लागि नुहाउँदैछ है। यो माछा मसला पनि हाल्यो हैन। मारे कुखुरा मारे यसले यहाँ सकिसक्यो कुखुरा बनाएर। यसलाई टिकटकमा हालिदिनु अरे। अस्ति मेरो बनाउँदै थिएँ त्यहाँ होइन त। माछा पनि यसैले काट्ने, कुखुरा पनि यसैले। चाहिँ हाम्रो मासु कटाइ हुँदैछ र यो भाइले मासु काट्दैछ होइन। यो चाहिँ हाम्रो घर हो होइन। लुक एट द नेचर। यस्तो राम्रो छ र नेचर। फेरि ल काट। यो चाहिँ मेरो भाइ हो होइन। यो छिमेकी भाइ, भाइको घर यो हो यतापट्टि हो। ल चट्ट ठिक्क काट ल कान्छ। अनि म चाहिँ कुकम्यान हो। अनि हाम्रो पाक्ने चाहिँ आज यहाँ ग्यासमा नपकायो किनकि भाइले पकाएर खाने हो। यो चाहिँ काट्दैछ होइन। चाहिँ हाम्रो मासु काट्दैछ होइन। म चाहिँ यहाँ चट्टसँग हेर्दैछु, दर्शन गर्दैछु यहाँ होइन। यो चाहिँ हाम्रो कालु भाइ, तर म कालु होइन त ल। अनि यहाँ चाहिँ हाम्रो आगो बल्दैछ। एकछिन म कुकम्यान हो, यो कटिङ म्यान हो। बिस्तारै जिन्दगी बुझ्न थाले, घर बाहिर घुम्न थाले, मन मेरो सपनाले आकांक्षा उत्सुकताले भरिदा म सानै थिएँ। सिधा सादा हुनाले, मस्तिष्क ताजा हुनाले, ज्ञान मेरो खाजा हुनाले किताब काटिसक्यो। अनि म चाहिँ चक्कसँग पकाउन लाग्यो। यो चिकनको लागि यो भयो होइन। चिकन बन्दैछ। के दिनु? मामुमा पसल जानुपर्छ, अहिले आउनुहुन्छ ल। यहाँ हाम्रो भाइले उयो गर्दैछ र मैले चाहिँ यहाँनिर तेल पनि तताइसकेँ। समानै रहेन रहेछ होइन। चाहिँ गाउँठाउँ भयो। अब यसलाई टक्क मेरिनेट गरेर चट्ट चिकन रोस्ट चट्ट बनाउने। कुकम्यान चाहिँ फेरि मै हो होइन। कुकम्यानको अरे कान्छे मामा हो कि होइन? यो चाहिँ हाम्रो घर, यो चाहिँ गाउँठाउँ होइन। यस्तो छ होइन नेचर चाहिँ। कस्तो दामी छ क्या आज भ्यू फेरि। ओएमजी यो भाइले 1.5 घन्टा लाग्छ मासु काट्दा। झन् मलाई हात गनाउँछ भनेर नकाटेको। यो भाइले 1.5 घन्टा लाग्छ। घरि के फुटाउँछ, घरि के फुटाउँछ। हो नि त कान्छ के कसो हो नि त। कुकम्यान आजको भ्लग यस्तै हो। आज चाहिँ शनिबार भएर पनि यसो उयो गरौँ न। मौसम हेर्दा त पानी पर्ला जस्तो छ। फेरि पर्छ कि पर्दैन। पऱ्यो भने तनाव हुन्छ। फेरि त्यही ग्यासमा पकाउनु पर्ने हुन्छ क्या गाई। साह्रै अप्ठ्यारो काम हो यो भनेको। ल यसरी भिडियो हेर्दै इन्जोय गर्नु होला। हाम्रो यहाँ तेल पनि तातिसक्यो र यहाँ रोस्टको लागि पनि मैले नुन, तेल, बेसर हालिसक्यो। अब बेसन र अन्डा आउनै बाँकी छ। दिदी लिन गएको थिएँ। यहाँ यो अर्कै कालो डन है। यता कालो डनहरू त अलिक पेन त माथि सर। यहाँ पकाउनु पर्ने समानै आउँदैन। तेल तातेर आएको भइसक्यो। यो चाहिँ नुहाउँदैछ है। यो मासु काट्ने हाम्रो छिमेकी भाइ, सानो छिमेकी भाइ। यो चाहिँ भाइको घर हो ल। चट्टसँग है त। अहिले के अरे चिकन रोस्टको लागि टक्कसँग माल हालिरहेछ होइन। यो भयो टक्कसँग एउटा टक्कसँग यो हालेपछि नि यो चाहिँ आफ्नो पकाउने तरिका हुन्छ क्या। टक्क एउटा अन्डा टक्कसँग होइन। अब यो फोहोर भयो टक्कसँग मेरिनेट गरेपछि नि अलिकति बेसार कम भयो क्या हो होइन त केटा। अलिकति बेसार भन्दा पनि बेसार कम। कति बेसन हाल्यो। नुन चाहिँ कतिको लाग्छ नुन चाहिँ हालिसक्यो। नुन चाहिँ मेरो कमै लागेको थियो होइन त भाबी। कि अलिक झ्यापपछि त लागेको थियो त। म चाहिँ धुलो खर्सानी लिन गइरहेको छु। अब कहाँ छ छैन त्यो चाहिँ मलाई थाहा छैन होइन। अब मलाई लिन पठाइहाल्यो कुन हो होइन होइन। अब यो रहेछ ठ्याक्कै भेटिहाल्यो। अब दाइजी पनि उता आउनुहुन्छ। हेलो गाइस, यहाँ हेर्नु रोस्ट मस्त पकाएको फेरि यस्तो मिठो हुन्छ कि 1 घन्टा तेल सुकाएर होइन। यस्तो मिठो। हाम्रो दिदी चाहिँ उता परस खोज्दै उता दिदीले पैसा भेट्दै छैन। कति राम्ररी मजा आउँछ नि त आज। मस्त चलाइरहेछ।
अब चाहिँ हाम्रो टक्कसँग रोस्ट पनि पाक्दैछ र म पकाउँदै पनि छु होइन। अलिकति भिडेको त्यस्तै भएर यो चाहिँ फर्स्ट लट भयो होइन। यो चाहिँ दाउरा उयो गर्दैछ। यो त चाहिँ अझै बाँकी छ हाम्रो त यता कुकम्यान बनाउने। अब बुढीलाई पनि आफ्नो अङ्कलले बनाउनु छ होला कि। अब चाहिँ हाम्रो लगभग रेडी हुन लागिसक्यो है त गाइस। त्यो मसला पनि हाल्यो होइन। चट्टसँग अब चाहिँ पाक्दैछ। टक्क मक्छ कुकम्यान हो होइन। चट्टसँग कति गरेपछि यो तेल दिएर आइस्या हो। छैन 8